दर्शकबिन सिर्जनाका पेटमा भएको बच्चा खेर गएको छ। हो दर्शकबिन सिर्जनाका लागि भने यो निकै दुःखको कुरो हो। त्यसैले आउनुस् दर्शकबिन हामी सदाझै उपस्थित भइसकेका छौँ यिनै विषयका साथमा केसरी भाग 67 लिएर। साथीहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथीहरू सिर्जनाको पेटमा भएको बच्चा खेर जाँदा बसन्त खुसी भने छैनन्, तर अवसर भने मिलेको छ। किनभने सिर्जनाले बच्चाको न्यु पारेर हरेक क्षण बसन्तको नजिक हुन चाहन्थिन्। उता भने महेश र सिर्जनाको बुबा सिर्जनालाई धेरै पीडा भएको उनीहरूलाई महसुस भएपछि निकै दुःखका कुरा गर्दै बाटोमा हिँडिरहेका थिए। अब हाम्री छोरीको कसरी जिन्दगी चल्ला भन्दै एक आपसमा कुरा गर्दै हिँडिरहेका हुन्छन्। कुराकानी गर्दै आइपुग्दा घरमा सिर्जना अत्तालिरहेकी हुन्छन्। बसन्तलाई अब मैले पाउँछु कि पाउँदिन भनेर प्राण त्याग गरिरहेकी हुन्छन्। महेश र सिर्जनाको बुबा सिर्जनाको कुरा मिलाउन गएका थिए, तर बसन्तको परिवारले ठाडै अस्वीकार गरेपछि उनीहरू निराश हुँदै फर्किएका थिए। त्यस पश्चात सिर्जनालाई सम्झाउन बसन्त आएका थिए, तर बसन्तको परिवारले अस्वीकार गरेपछि त्यसै गरी उनी फर्किएका थिए। दर्शकबिन यहाँ कथामा के देखाउन खोजिएको छ भने दुई बीचको प्रेम सम्बन्धमा अरूपै बाधक बनेर आइरहेको छ, ताकि सिर्जना र बसन्त एक हुँदा पनि केसरी र बसन्तको प्रेम सम्बन्ध थियो, यो पनि यस्तै भइरहेको थियो। हस्त साथीहरू आजलाई यति नै। केसरी एपिसोड अहिले निकै गहिरै भावमा मोडिएको छ। सिर्जनाले आफ्नो बच्चालाई हतियार बनाएर बसन्तलाई आफूसँगै राख्ने कोसिस गरेकी थिइन्, तर उनकै भाग्यवश यो कुरा सफल हुन सकेन। साथीहरू अहिलेसम्म केसरी भाग नछुटाई 67 भागसम्म हेर्ने को हुनुहुन्छ कमेन्ट गर्नुहोला। साथै एक लाइक र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। नमस्कार।